दर्शकवृन्द नमस्कार। एनटिभी कोहलपुर र बर्दिया जिल्लाको 12 बर्दिया नगरपालिकाको सहकार्यमा निर्मित यो कार्यक्रम हाम्रो 12 बर्दिया। हाम्रो 12 बर्दियामा हामी 12 बर्दिया नगरपालिकाले समृद्धिका निम्ति गरेका प्रयासहरू लिएर पाक्षिक रूपमा यहाँहरूमाझ उपस्थित हुने गर्दछौँ। दर्शकवृन्द, 12 बर्दियाको यो अङ्कमा आज हामीले खेलकुदको विकासको विषय अर्थात् 12 बर्दिया नगरपालिकाले सञ्चालन गरेको 5औं राष्ट्रपति रनिङ सिल्डको विषयवस्तु यहाँहरूमाझ प्रस्तुत गर्दैछौँ। दर्शकवृन्द, 12 बर्दिया नगरपालिकामा 14वटा सामुदायिक विद्यालय र 2वटा निजी मावि विद्यालय गरी 16वटा माध्यमिक विद्यालयहरू सञ्चालित छन्। राष्ट्रपति रनिङ सिल्डमा 16वटै विद्यालयबाट सहभागिता छ। रनिङ सिल्डको पहिलो दिनको आकर्षण मानिन्छ मार्च पास। अब हेरौँ रनिङ सिल्ड प्रतियोगिता कार्यक्रममा प्रस्तुत गरेका 16वटै विद्यालयको मार्च पास। हम्सुबरमा मावि जयनगर प्रवेश गरिसकेको छ। यो अगाडि सलानी दिने स्थानमा अहिले झन्डा राखिएको छ, यहाँहरूले ख्याल गर्नुहोला। युवक मावि जोगी गाउँ आइपुगेको छ। स्वयंसेवक भाइ बहिनीहरू यहाँहरूलाई अलिकति पछाडि व्यवस्थापन गरिदिनु होला। दर्शक महानुभावहरूलाई मञ्चभन्दा पछाडि अलिकति पछाडि गइदिनु होला। हामीले देखिरहेका छौँ युवक मावि जोगी गाउँले सलामी अर्पण गरे अगाडि बढ्दै हुनुहुन्छ। बाइक बढ्ने गरी क्रमशः झन्डाकै आधारमा बसिदिनु हुन पनि अनुरोध छ। हामीले देखिरहेका छौँ श्री हम्सुबरमा माध्यमिक विद्यालय जयनगर सलामी अर्पण गर्ने स्थलमा आइपुगेको छ। जनसेवा मावि बैनी पनि नजिकै आइसकेको छ। जनसेवा मावि बैनी, त्यस पछाडि जनता मावि रमापुरको टोली पनि मैदान प्रवेश गरिसकेको छ। 5 जने मावि बनेर तयारी अवस्थामा रहनुहोला।
गरिदिनुहोला। पाञ्चजन्य माघी पदना, त्यस पछाडि क्रमशः धर्मभक्त माघी कतर्निया सलामी अर्पण स्थलमा आइपुगेको छ। धर्मभक्त माघी कतर्निया भानुभक्त माघी सिउनियापछि जनज्योति माघी बनगाई मैदान प्रवेश गरिदिनुहोस्। जनज्योति माघी बनगाई पेट्रियट इङ्ग्लिस मिडियम स्कुल जयनगर। प्रधानाध्यापकज्यू तपाईँ जहाँ पनि हुनुहुन्छ एकैछिन सचिवालयमा सम्पर्क गरिदिनु होला मञ्चमा। त्यसपछि मेरा माघी मेरमा बजा क्रमशः मैदान प्रवेश गरिदिनु होला।
5औं राष्ट्रपति रनिङ सिल्डको अध्यक्षता 12 वर्दीय नगरपालिकाका नगर प्रमुख छविलाल थारूले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल सेना हुनुहुन्थ्यो। जन्मजय तिमिल सेनाले कार्यक्रमको उद्घाटन गर्दै सम्बोधन गरेको विषयवस्तु हामीले प्रस्तुत गर्न खोजिरहेका छौँ। आज खेलकुदले संसारमा ब्राजिलमा पेले म्याराडोना जस्ता संसार चिनाउने खेलाडीहरू छन्। भारतमा सचिन तेन्दुलकरको हेर्नुहोस्, नेपालमै थुप्रै पेशेवर खेलाडीहरू आज नेपाल पहिचान गराउन बिस्तारै फड्को मारिरहेका छन्। धेरै सुविधा सम्पन्न नभए तापनि खेलकुद सामग्री प्रशस्त रूपमा चाहिँ उपलब्ध गर्न नसकिए तापनि र हामीले सुविधा सम्पन्न खेलाडीहरूलाई सुविधा दिन नसके पनि धेरै कुराहरूको परिवर्तन हामीले ल्याएका छौँ र उत्साह बढेको छ। खेलकुद क्षेत्रमा पनि बढेको छ। हरेक क्षेत्र नेपालीले चाहिँ अगाडि अग्रस्थान हासिल गर्ने प्रयास गरेको छ र यहाँ सबै हामी थारू पहाडी मधेसी सबै बसोबास गर्ने नागरिक एक दिक्का भएर एउटा आत्मविश्वासका साथ समाजलाई रूपान्तरण गर्नका लागि हामी अगाडि बढेका छौँ र यो अगाडि बढ्ने क्रममा जुन निरन्तरता पाएको छ यो कर्मिक रूपमा अगाडि बढोस् भन्ने शुभकामनाका साथ यो खेल मैदानमा विद्यार्थी भाइ बहिनीहरूले आफ्नो आत्मविश्वासका साथ नेतृत्व क्षमता विकास गर्नुहुनेछ र यो सिकाइ पनि हो। आज यो खेलकुद मैदानमा खेल्दै गर्दा भोलि तपाईँहरूले अर्को ठाउँमा खेल्दै जाँदा यहाँको सिकाइले तपाईँहरूको आत्मविश्वास र तपाईँहरूको कन्फिडेन्स बढ्नेछ भन्ने मलाई लाग्दछ। वास्तवमा खेलकुद भनेकै जीवनको एउटा रोग हो जहाँ हार हुन्छ। हारले सिकाउँछ कि भोलिको दिनमा हामी कसरी उठ्ने। पछारिएपछि जब बच्चा पछारिन्छ अनि मात्र तिकारिन्छ। त्यसकारण मलाई लाग्छ नेसनल मण्डेलाले भन्नुभएको थियो यदि संसारलाई परिवर्तन गर्ने हो र मुलुकलाई परिवर्तन गर्ने हो भने सबभन्दा संसारको बलियो हतियार भनेको शिक्षा हो। जबसम्म आमूल परिवर्तन शिक्षामा आउन सकिँदैन त्यो देश, त्यो मुलुक, त्यो समाज समृद्धशाली हुन सक्दैन, विकसित हुन सक्दैन भनेर नेसनल मण्डलले भन्नुभयो। यी यावत इक्जाम्पलहरू हामी सिकौँ र हामीले हाम्रो घर बनाउनको लागि छिमेकी जिल्लाको मान्छे आएर हाम्रो घर बनाइदिँदैन र छिमेकी मुलुकको नागरिक आएर हाम्रो घर बनाइदिँदैन। हाम्रो घर बनाउनको लागि हामी तत्पर रहनुपर्छ। हामीले चाहिँ त्यो भावना जगाउनु पर्छ अनि मात्र समाजको रूपान्तरण हुन्छ भन्ने मलाई लाग्छ। आज छिमेकी मुलुक भारत हिजो बर्दियाको राजापुरबाट खाद्यान्न जान्थ्यो। आज भारतको सबभन्दा 1 अरब 38 करोड जनसङ्ख्या भएको भारत आज 57% किसान खेतीमा आश्रित छन्। बर्दिया जिल्ला किसानको उर्वर भूमि बनिरहेका छौँ तर हामीले चाहिँ मल समयमा दिन सकेका छैनौँ, बिउ समयमा दिन सकेका छैनौँ। हामीले ठाउँ ठाउँमा किसानका आवाजहरू उठाइरहेका छौँ। अहिले राजापुर खाद्यले धान खरिद गरिरहेको छ। हामीले पटक पटक आवाज उठाएका छौँ। अस्ति भर्खरै किसानको आवाज उठाउनको लागि मैले राजापुर खाद्यान्नको कार्यालयमै गएर त्यहाँका कर्मचारी साथीहरू र किसान दाजुभाइ जो बाटोमा ट्र्याक्टर डलप लगाएर चाहिँ लामबद्ध रूपमा चाहिँ आफ्नो धान जसरी चाहिँ असार साउनमा खुट्टा सडाएर खेत रोप्नुभयो र उत्पादन गर्नुभयो त्यो धान अहिले बजार भाउ पाइरहेको अवस्था छ र जो बजार भाउ छ खाद्य नेपाल सरकारले खोलेको चाहिँ खाद्यको रेट छ त्यो समयमा खरिद गरिदिनुहोस् भन्दाखेरि चिस्यान छ। चिस्यान भएको कारणले तपाईँको धानको रेट कम छ भन्ने अवस्था आइरहेको छ र 12 वर्दियामा पनि हामीले एउटा डिपो खोलिदिनुहोस् भनेर यहाँ पनि खोलिरहेको अवस्था छ। यी यावत विषयहरूलाई चाहिँ हामीले किसानका आवाज जनप्रतिनिधिले नबोले कसले बोल्ने, मजदुरका आवाज जनप्रतिनिधिले नबोले कसले बोल्ने, खेलाडीका आवाज जनप्रतिनिधिले नबोले कसले बोल्ने र शिक्षकका आवाज जनप्रतिनिधिले त्यो भावना शिक्षकको भावना नबुझे कसले बुझ्दिने। त्यसकारण हामीलाई ठुलो जिम्मेवारी छ, चुनौती छ। त्यसकारण हामी जनप्रतिनिधि ठुलो भयौँ, गाडी चढ्यौँ र हामीले सेवा सुविधा लियौँ भने राज्यले हामीलाई सेवा सुविधा पनि दिएको छ। तर त्यो सेवा सुविधालाई हामीले दुरुपयोगमा परिणत गर्नुहुन्न। हामीले चाहिँ त्यसलाई राम्रो काममा परिणत गऱ्यौँ भने
समाजले पक्कै पनि भोलिका दिनमा मूल्याङ्कन गर्नेछ भन्ने तपाईँहरूको बिचमा राख्दै यो 5औं राष्ट्रपति रणनीतिशील पूर्ण रूपमा चाहिँ सफल रहनेछ, सफल हुनेछ र सफल गराउनुपर्छ। त्यो तपाईँ हाम्रो सबैको साझा धारणा हुनुपर्छ। हाम्रो यहाँ यो खेल भन्ने हार जितको लागि मात्रै होइन, खेल भन्ने कुरो यस्तो चिज हो जसले आफ्नो जीवनलाई अगाडि बढाउनमा एकदमै मद्दत पुर्याउँदछ। हाम्रो यहाँ रम्मपुरमाबाट परेका हाम्रा भाइ कमल बेसी आज यो बर्दियालाई चिनाइराख्नु भएको छ, यो रम्मपुरलाई चिनाइराख्नु भएको छ। त्यसरी नै हाम्रो यहाँबाट निस्किने जति पनि खेल प्रेमी भाइहरू हुनुहुन्छ, खेल प्रतिभा देखाउने आफ्नो यो प्लेटफर्म पाउनु भएको छ, यसलाई सही सदुपयोग गर्नुहोला र आफ्नो जीवन, आफ्नो भविष्य, आफ्नो स्वास्थ्यको सँगसँगै हाम्रो यस ठाउँको, गाउँको, यो जिल्लाको, यो राष्ट्रको नाम रोशन गर्नुहुनेछ भन्नेमा आशा र विश्वास लिएको छु। र अन्तमा हाम्रो यस खेल कार्यलाई सफल बनाउनको लागि अहोरात खटिनुहुने हाम्रो यो संयोजन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज पौडेलज्यू लगायत सम्पूर्ण व्यवस्थापन समितिका सदस्यज्यूहरू, यस विद्यालयका अभिभावक संघका अध्यक्ष लगायत सम्पूर्ण टिम, सम्पूर्ण अभिभावकज्यूहरू र सम्पूर्ण गुरुज्यूहरू र यस विद्यालयमा अध्ययन गरिरहनु भएका सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरू र सँगसँगै यसै वडामा मावि हाम्रो सिउनियाका छिमेकी विद्यालय पनि अहोरात खटिराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ। हाम्रो करबहादुर सर लगायत सम्पूर्ण गुरुजीहरू र यस वडाका वडाध्यक्ष लगायत वडाका सम्पूर्ण टिम, समिति र यहाँका बर्खरजीहरू, बुद्धिजीवीहरू, वन समुदायहरू र यहाँका विभिन्न सङ्घ संस्थाबाट धेरै सहयोग गर्नुभएको छ र देश विदेशमा रहनुहुने सम्पूर्ण यस विद्यालय र यहाँका शुभचिन्तक साथीहरू जो सहयोग गर्नुभएको छ, यसको लागि बाराबर्दिया नगर सरकारको तर्फबाट यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी दिनमा अझ पनि यहाँहरूको यस्तै हौसला प्रदान गर्नको लागि सहयोग रहोस् भन्ने अपेक्षाका साथ र यस हाम्रो निम्तोलाई स्वीकार गरेर लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल सेनाज्यू हाम्रो निम्तोलाई स्वीकार गरेर आइदिनु भएकोमा र अमूल्य समय दिनुभएकोमा हार्दिक आभारसहित धन्यवाद दिँदै आजको यस कार्यक्रमलाई औपचारिक उद्घाटन सत्र औपचारिक समापन भएको जानकारी गराउँदछु र अब हाम्रो सम्पूर्ण गेम टिचरहरू, प्राविधिक टोलीहरू 800 मिटर
रेस प्रतियोगिताको तयारीमा जुटिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। दर्शकवृन्द, बाराबर्दिया नगरपालिकाले 25 गतेदेखि राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको छ। त्योभन्दा अगाडि 6औं मेयर कप फुटबल प्रतियोगिता पनि सम्पन्न गरिसकेको छ। हामीले 6औं मेयर कप प्रतियोगितामा 16वटै विद्यालयबाट छात्रा र छात्रा गरी फुटबल खेलमा प्रतियोगितामा सहभागी भएको विषयवस्तु पनि प्रस्तुत गर्न खोजिरहेका छौँ। सुन्नुहुने सबैले एकपटक ताली बजाइ दर्शकवृन्द, हाम्रो बाराबर्दियाको यो अङ्कमा आज हामीले खेलकुदसँग जोडिएको विषय अर्थात् 5औं राष्ट्रपति रनिङ शिल्डमा प्रस्तुत गरिएको अर्थात् उद्घाटन सत्रको विषयवस्तु आजको अङ्कमा प्रस्तुत गऱ्यौँ। पुनः अर्को अङ्कमा फरक विषयवस्तु लिएर यहाँहरूमाझ उपस्थित हुने नै छौँ। आजको हाम्रो बाराबर्दियाको यो अङ्कबाट बिदा लिन चाहन्छौँ। तपाईँ एनटिभी कोलपुर हेर्दै गर्नुहोला। नमस्कार।